हामीले जम्मा गरेको सानो सानो पैसा त्यो 1 रुपैयाँले आखिर के गर्न सक्छ होला? आज हामी त्यही 1 रुपैयाँको रोमाञ्चक यात्रालाई पछ्याउनेछौँ अनि बुझ्नेछौँ कि सहकारीले हाम्रो पैसालाई कसरी सुरक्षित राखेर सिङ्गो समुदायको भलाइको लागि काममा लगाउँछ। अब एउटा एकदमै महत्त्वपूर्ण प्रश्न सोचेर हेरौँ न, हाम्रो समुदायको पैसा हामी सबैको लागि कसरी सुरक्षित र बलियो बन्न सक्छ? हो, यही प्रश्नको जवाफ खोज्ने क्रममा नै सहकारीको अवधारणा जन्मिएको हो। त्यसो भए यो यात्राको पहिलो खण्डबाटै सुरु गरौँ। सहकारी शब्द त हामीले कति सुनेका छौँ, तर यो वास्तवमा के हो त? आउनुहोस् यसको परिचयबाटै कुरालाई अगाडि बढाउँ। सोच्नुहोस् त, सहकारी भनेको समुदायले आफै मिलेर आफ्नै लागि बनाएको एउटा आर्थिक घर हो। यो एउटा यस्तो प्रणाली हो जहाँ सदस्यहरूले आफ्नो अलिअलि भएको पैसा एकै ठाउँमा जम्मा गर्छन्, एकअर्कालाई मद्दत गर्छन् र सबैजना सँगसँगै अघि बढ्छन्। ल, समुदायको लागि एउटा आर्थिक घर त बन्यो, तर घर चलाउन त केही चाहियो नि, होइन र? सहकारीको इन्धन भनेकै पैसा हो। त्यसो भए यो घरमा पैसा आउँछ चाहिँ कहाँबाट? सहकारीमा पैसा आउने खासमा दुईवटा मुख्य स्रोत छन्। पहिलो हो सदस्य सेयर। यो भनेको सहकारीको जग जस्तै हो। सदस्यहरूले सेयर किनेर संस्थाको मालिक बन्छन्। तर यहाँ एउटा एकदमै महत्त्वपूर्ण नियम छ, कुनै एकजनाले मात्र 20% भन्दा बढी सेयर किन्न पाउँदैन। किन होला? किनभने सहकारीमा कसै एकजनाको राज चल्नु भएन, सबैको बराबरको हक लाग्नु पर्यो। अब दोस्रो स्रोत हो सदस्य बचत। यो भनेको समुदायको विश्वास हो। सदस्यहरूले आफ्नो बचत सुरक्षित राख्न र ब्याज कमाउन यहाँ पैसा जम्मा गर्छन्। तर यहाँ पनि एउटा सीमा छ। कुल बचत सेयर पुँजीको 15 गुणाभन्दा बढी हुनु हुँदैन। यसले संस्थालाई धेरै जोखिम लिनबाट जोगाएर स्थिर बनाइराख्छ। ल, पैसा त आयो, अब के गर्ने? सिरानी मुनि राखेर त भएन। यो पैसालाई समुदायकै हितमा काममा लगाउनु पर्यो, लगानी गर्नु पर्यो। तर यो काम जथाभावी गर्न मिल्दैन। यसका लागि त कडा र निष्पक्ष नियमहरूको एउटा पुस्तिका नै हुन्छ। त्यो नियम पुस्तिकाका केही मुख्य पाना पल्टाएर हेरौँ है। पहिलो नियम, ऋण लिन सदस्य बनेको कम्तीमा 3 महिना पुगेको हुनुपर्छ। दोस्रो, कुनै एक सदस्यले कुल पुँजीको 10% भन्दा बढी ऋण लिन पाउँदैन, ताकि पैसा धेरैभन्दा धेरै सदस्यसम्म पुग्न सकोस्। तेस्रो, धेरैजसो ऋणको लागि धितो अर्थात् एक प्रकारको सुरक्षा ग्यारेन्टी अनिवार्य नै हुन्छ। र सबैभन्दा महत्त्वपूर्ण, ऋण के कामको लागि लिँदैछ भनेर राम्ररी जाँच गरिन्छ। यी सबै नियमहरू किन छन् त? समुदायको बचतलाई जोखिमबाट जोगाउनका लागि नै हो। यो पुरानो उखान त सुन्नुभएकै होला, सबै अण्डा एउटै टोकरीमा नराख्नु। यो भनाइ सहकारीमा ठ्याक्कै लागू हुन्छ। यदि सबै लगानी एउटै क्षेत्रमा गरियो र त्यो क्षेत्र डुब्यो भने सबैको पैसा जोखिममा पर्छ नि। त्यसैले लगानीलाई विभिन्न ठाउँमा फैलाउनु एकदमै जरुरी छ। नियम कानुनले त धेरै कुरा रोक्छ, तर कहिलेकाहीँ नसोचेको भइदिन्छ। त्यस्तो आपतकालीन अवस्थामा के गर्ने त? हो, त्यही आउँछ सहकारीको सेफ्टी नेट अर्थात् आर्थिक सुरक्षा कवचको कुरा। यसले सदस्यहरूको पैसालाई कसरी जोगाउँछ त? साधारण जगेडा कोष भनेको सहकारीको सबैभन्दा ठूलो सुरक्षा कवच हो। यो नाफाबाट बनाइएको एउटा अनिवार्य कोष हो, जुन ठूलो नोक्सानी बेहोर्न वा स्वीकृति लिएर कुनै स्थिर सम्पत्ति किन्न मात्र प्रयोग गर्न सकिन्छ। यो पैसा दैनिक खर्चको लागि चलाउन कदापि पाइँदैन। यो 25% को नियम भनेको कुनै विकल्प होइन, यो त अनिवार्य हो। यसको अर्थ सहकारीले सबै खर्च काटेर जति नाफा कमाउँछ त्यसको कम्तीमा 1/4 हिस्सा आँखा चिम्लेर यो सुरक्षा कोषमा जम्मा गर्नै पर्छ। यो नियमले सहकारीको सुरक्षा कवचलाई हरेक वर्ष झन बलियो बनाउँदै लैजान्छ। ल, सुरक्षाको कुरा भयो, लगानीको कुरा भयो, अब सबैले मेहनत गरेपछि फल त पाउनु पर्यो नि, होइन? जब सहकारी सफल हुन्छ र नाफा कमाउँछ, त्यो सफलता समुदायसँग कसरी बाँडिन्छ त? सहकारीमा नाफा बाँड्ने काम ल तिमीलाई यति मलाई यति भनेर हुँदैन। यसको एउटा पक्का, पारदर्शी र कानुनी रूपमा तोकिएको सूत्र नै छ। यो कुनै मनमानी प्रक्रिया होइन। ल, मानौ सहकारीले 100 रुपैयाँ नाफा कमायो। अब यो पैसाको यात्रा हेरौँ है। सबैभन्दा पहिले हाम्रो सेफ्टी रुल अनुसार 25 रुपैयाँ त सिधै सुरक्षा कोषमा गइहाल्यो। अब बच्यो 75 रुपैयाँ।
यो 75 रुपियाँबाट पनि केही सानो हिस्सा अरू विभिन्न कोषहरूमा जान्छ र अन्त्यमा बचेको रकमबाट सदस्यहरूले आफ्नो शेयर लगानीमा बढीमा 15% लाभांश पाउँछन् अनि कर्मचारीहरूले बोनस पाउँछन्। अनि हो, सहकारीले पनि देश विकासमा आफ्नो भूमिका खेल्छ। कसरी? कर तिरेर। सहकारी कुन ठाउँमा छ त्यही अनुसार करको दर फरक हुन्छ। नगरपालिकामा 5%, उपमहानगरपालिकामा 7% र महानगरपालिकामा 10%। अहिलेसम्म हामीले पैसाको यात्राका विभिन्न पाटाहरू हेर्यौं। अब यी सबैलाई जोडेर एउटा ठूलो चित्र हेरौं। आखिर यो सबै नियम, यो सबै प्रक्रियाको महत्त्व के हो त समुदायको लागि? मान्छेको स्वास्थ्य जाँच गरे जस्तै सहकारीको पनि नियमित हेल्थ चेकअप हुन्छ। यसलाई PERLs भनिन्छ। यो प्रणालीले सहकारीको बचत कत्तिको सुरक्षित छ, यसको आर्थिक जग बलियो छ कि छैन, लगानीहरू राम्रा छन् कि छैनन्, आम्दानी कस्तो छ, आवश्यक पर्दा पैसा उपलब्ध छ कि छैन र संस्था बलियो हुँदैछ कि छैन भनेर जाँच गर्छ। भन्नुको मतलब सहकारीमा बनाइएको हरेक नियम, छुट्याइएको हरेक कोष र अपनाइएको हरेक प्रक्रियाको एउटै मात्र उद्देश्य छ, समुदायको पैसालाई सुरक्षित राख्ने, समुदायकै भलाइमा लगाउने र सबै मिलेर एउटा राम्रो भविष्य बनाउने। र अब अन्त्यमा एकछिन सोचौं त, हाम्रो आफ्नै समुदायको भविष्य निर्माण गर्न सहकारीले कस्तो भूमिका खेल्न सक्छ होला? यसबारे विचार गर्दै गर्नुहोला। आजको लागि यति नै, धन्यवाद।